सोच्नुस् त कुनै देशको संस्थापकले आफ्नो मृत्युअघि देश कसरी चलाउने भनेर एउटा म्यानुअल नै छोडेर गए भने आज हामी नेपालको इतिहासको यस्तै एउटा एकदमै महत्त्वपूर्ण दस्तावेज दिव्य उपदेशको बारेमा कुरा गर्दैछौं। अब यी कुनै साधारण शब्दहरू मात्रै होइन नै, यो त आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको एक किसिमको राजनीतिक इच्छापत्र हो। भन्नुको मतलब उहाँको जीवनभरको अनुभव र दूरदर्शिताको निचोड हो यो। हो, ठ्याक्कै त्यही हो। दिव्य उपदेशलाई राष्ट्र निर्माणको एउटा ब्लुप्रिन्ट नै मान्न सकिन्छ। यसले भर्खरै एक भएको नेपाललाई कसरी टिकाउने र कसरी समृद्ध बनाउने भन्नेबारे एकदमै स्पष्ट रणनीति दिएको छ। ल, अब यसका मुख्य शिक्षाहरूलाई अलि नजिकबाट निहालौं है त। यो कुरा हो सन् 1775 को। आफ्नो अन्तिम समयमा आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले आफ्नो जीवनभरको ज्ञान र अनुभवलाई समेटेर केही उपदेशहरू दिनुभयो। हो, तिनै उपदेशहरूलाई आज हामी दिव्य उपदेश भनेर चिन्छौं। यो समयलाई हेर्दा उहाँको लगभग 30 वर्ष लामो अभियानको एउटा चित्र देखिन्छ। सोच्नुस् त, सासाना टुक्रिएका दर्जनौं राज्यहरूलाई जोडेर एउटै देश बनाउनु, त्यो साँच्चै नै एउटा असाधारण काम थियो, सैन्य हिसाबले पनि अनि राजनीतिक हिसाबले पनि। हो, यही एकीकरणको जगमा दिव्य उपदेश तयार भएको थियो। ल, एकीकरण त भयो, तर अब प्रश्न थियो, यो भर्खरै बनेको नयाँ देशलाई दुई विशाल साम्राज्यहरूको बीचमा कसरी जोगाएर राख्ने? हो, दिव्य उपदेशले यही सबैभन्दा ठूलो चुनौतीको कुरा गर्छ। अनि त्यहीबाट आउँछ यो चर्चित उपमा, दुई ढुङ्गा बीचको तरुल। यो सायद दिव्य उपदेशको सबैभन्दा प्रसिद्ध भनाइ हो र यसले नेपालको भूराजनैतिक अवस्थालाई एकदमै सटीक तरिकाले वर्णन गर्छ कि कसरी एउटा सानो देशले दुई शक्तिशाली छिमेकीहरू बीचमा सन्तुलन मिलाएर हिँड्नुपर्छ। त्यसो भए ती दुई ढुङ्गाको थिए त सजिलो छ। उत्तरतिर थियो विशाल चिनिया साम्राज्य अनि दक्षिणमा थियो भारतभरि आफ्नो शक्ति फैलाउँदै गरेको ब्रिटिश इस्ट इन्डिया कम्पनी। नेपाल ठिक यही दुई महाशक्तिको बीचमा थियो। यसमा राजाको दूरदर्शिता हेर्नुस् त, उहाँको रणनीति एकदमै स्पष्ट थियो। दुवै शक्तिशाली छिमेकीसँग राम्रो सम्बन्ध बनाउने, तर सधैँ आफ्नो स्वतन्त्रतालाई चाहिँ जोगाएर राख्ने, तटस्थ रहने। र रोचक कुरा के छ भने यो सिद्धान्त आज पनि नेपालको परराष्ट्र नीतिको एउटा मुख्य आधार स्तम्भ मानिन्छ। अब राजनैतिक रूपमा स्वतन्त्र भएर मात्रै त पुग्दैन थियो, होइन र? पृथ्वीनारायण शाहलाई राम्रोसँग थाहा थियो कि साँचो अर्थमा स्वतन्त्र हुन त आर्थिक रूपमा पनि आत्मनिर्भर हुनुपर्छ। उहाँले यसलाई राष्ट्रको सबैभन्दा बलियो किल्लाको रूपमा हेर्नुभएको थियो। उहाँको आर्थिक योजना एकदमै सोझो र स्पष्ट थियो। पहिलो कुरा, विदेशी व्यापारीलाई देशमा पस्न नदिने ताकि स्थानीय उद्योगधन्दाले संरक्षण पाओस्। दोस्रो, आफ्नै देशमा उत्पादन बढाउने, जस्तै कि स्थानीय कपासबाट कपडा बुन्ने कामलाई प्रोत्साहन दिने। र तेस्रो अनि सबैभन्दा महत्त्वपूर्ण, देशको पैसा देश बाहिर जान नदिने। यो आत्मनिर्भर बन्ने एउटा सोची विचारी बनाइएको योजना थियो। यो भनाइ आफैमा एउटा शक्तिशाली चेतावनी हो। त्यो समयलाई सम्झौं त, जति बेला विदेशी कम्पनीहरूले बिस्तारै बिस्तारै अरू देशहरूलाई आफ्नो आर्थिक कब्जामा लिँदै थिए। हो, पृथ्वीनारायण शाहले यो खतरालाई पहिल्यै नै देख्नु भएको थियो कि आर्थिक रूपमा अरूमा निर्भर हुँदा देश आखिरमा कंगाल हुन्छ। खैर, देश बनेको भूगोल र अर्थतन्त्र मात्रै त होइन। अब अर्को ठूलो प्रश्न थियो, यति घेरै जात जाति र संस्कृति भएका मानिसहरूलाई एउटै राष्ट्रको धागोमा कसरी उन्ने? हो, यसको लागि दिव्य उपदेशले सामाजिक सद्भावको एउटा निकै सुन्दर परिकल्पना अघि सार्छ। अनि त्यही परिकल्पना हो सबै जातको साझा फूलबारी। त्यो समयको लागि यो साँच्चै नै एउटा क्रान्तिकारी विचार थियो। यसले के भन्यो भने नेपालको विविधता कमजोरी होइन, बरु यो त हाम्रो शक्ति हो, हाम्रो सुन्दरता हो। जसरी एउटा बगैँचामा फरक फरक फूलहरूले त्यसलाई सुन्दर बनाउँछन्, त्यसै गरी हरेक समुदाय यो राष्ट्ररूपी बगैँचाको एउटा अभिन्न अङ्ग हो। तर यदि राम्रो फूलबारीलाई जोगाउन, यसलाई सिंचित गर्न के चाहिन्छ त? उत्तर हो न्याय। दिव्य उपदेशले घुसखोरी, नातावाद, कृपावाद जस्ता कुरालाई ठाडै अस्वीकार गर्छ र योग्यता र निष्पक्षतामा जोड दिन्छ। किनकि उहाँलाई थाहा थियो बलियो र न्यायपूर्ण शासन भएन भने सामाजिक सद्भाव टिक्न सक्दैन। ल, त्यसो भए यी सबै उपदेशहरूलाई एकै ठाउँमा राखेर हेर्दा कस्तो चित्र बन्छ त?
आउनुहोस् पृथ्वीनारायण शाहको यो सिङ्गो दूरदृष्टिलाई सारमा हेरौं र यसको प्रभाव कतिसम्म रह्यो त्यो पनि विचार गरौं। यो तालिकाले दिव्य उपदेशको पूरा सारलाई देखाउँछ। हेर्नुस् त, हरेक चेतावनीको लागि एउटा दृष्टिकोण छ। विदेशी प्रभुत्वको खतरा, त्यसको लागि सतर्क कूटनीति। देशको पैसा बाहिरिने डर, त्यसको समाधान आत्मनिर्भरता। समाज टुक्रिने चिन्ता, त्यसको जवाब विविधतामा एकता। अनि भ्रष्टाचार र अन्याय, त्यसको उपचार योग्यता र विधिको शासन। हो, यही नै थियो उहाँको राष्ट्र निर्माणको पूरा खाका। दिव्य उपदेश दिइएको आज 250 वर्षभन्दा बढी भइसक्यो। समय धेरै बदलियो। तर आज पनि यसले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ। कुनै पनि राष्ट्रको संस्थापकले देखेको सपना र दिएको दृष्टिकोणले शताब्दीौंसम्म पनि त्यो देशलाई कसरी प्रभाव पारिरहन्छ र आजको दिनमा यसको सान्दर्भिकता कति बाँकी छ? यो प्रश्न साँच्चै नै विचार गर्न लायक छ।